पहिलो कार बेन्ज पेटेन्ट मोटर वागन। 19औं शताब्दीको अन्त्यतिर संसार तीव्र गतिमा परिवर्तन भइरहेको थियो। रेलमार्ग महादेशहरूमा फैलिरहेका थिए र उद्योगीकरणको आवाजसँग कारखानाहरू गुन्जिरहेका थिए। तर सहर र नगरहरूमा यातायात अझै पनि घोडागाडीमा निर्भर थियो। सन् 1884 मा अमेरिकामा सामान र मानिसहरूलाई ओसारपुसार गर्न 1,54,00,000 भन्दा बढी घोडा प्रयोग गरिएका थिए। त्यो समयसम्म एक आविष्कारक जर्मन इन्जिनियर कार्ल बेन्जले संसारलाई एक क्रान्तिकारी विचारको परिचय दिए, आफै चल्ने सवारी। सन् 1886 मा कार्ल बेन्जले पहिलो वास्तविक अटोमोबाइलको रूपमा मान्यता प्राप्त गर्ने उपकरणको अनावरण गरे, बेन्ज पेटेन्ट मोटर वागन। 3 पाङ्ग्रे यस यन्त्र आन्तरिक दहन इन्जिनद्वारा चलिरहेको थियो र यो आजको तीव्र गतिका कारहरू जस्तो देखिँदैनथ्यो। यसको पातलो संरचना, काठका चक्काहरू र एकल सिलिन्डर ग्यासोलिन इन्जिन जसले एक अश्वशक्ति भन्दा कम उत्पादन गर्थ्यो, यसलाई एक आधुनिक सवारी भन्दा उच्च प्रविधिको 3 पाङ्ग्रे जस्तो बनाउँथ्यो। तर यो पथ प्रदर्शक थियो, एक आविष्कार जसले यातायातमा क्रान्ति ल्याउने थियो। त्यो समयमा कालको सृजनालाई धेरैले एक औजारिक चमत्कारको रूपमा हेरेका थिए, तर यो इन्जिनियरिङको सर्वश्रेष्ठ निर्माण थियो। मोटर वागनको मुटु यसको आन्तरिक दहन इन्जिन थियो, जसलाई अन्य आविष्कारकहरूले औद्योगिक उपकरण, कृषि औजार र अन्य क्षेत्रमा प्रयोग गर्न परिमार्जन गरेका थिए। कालले यो अवधारणालाई लिएर हल्का चेसिससँग जोडे, इन्जिन र सवारी साधनलाई एक समन्वित प्रणालीमा जोड्ने नवप्रवर्तन गरे र यसैसँगै कारको जन्म भयो। तर पहिलो कार आविष्कार गर्नु एउटा कुरा थियो, यसलाई संसारले अपनाओस् भन्ने अर्को कुरा थियो। शङ्का प्रचुर मात्रामा थियो। आलोचकहरूले कारलाई अव्यावहारिक, खतरनाक भनेर खारेज गरे। धेरैले यसले घोडागाडीको विश्वसनीयता प्रतिस्थापन गर्न सक्छ भन्नेमा शङ्का गर्थे। त्यसपछि एउटा महत्त्वपूर्ण क्षण आयो, एउटा सफलता। तर यो कालबाट आएन, बरु यो उनकी पत्नी बेर्थाको निर्णयबाट आयो। सन् 1888 मा बेर्थाले आफ्नो हातमा यही कुरालाई लिएर अगाडि बढिन्। शाब्दिक रूपमा आफ्नो पतिलाई जानकारी नदिई उनले 2 किशोर अवस्थाका छोराहरू लिएर आफ्नो घरबाट आमाको घरसम्म कार चलाइन्, जुन करिब 66 माइलको दूरीमा थियो। यो सानो उपलब्धि थिएन। त्यस समयका सडकहरू अटोमोबाइलका लागि डिजाइन गरिएका थिएनन् र उनले फार्मेसी, जहाँ पेट्रोललाई सफाई सोलभेटको रूपमा बेचिन्थ्यो, मा रिफ्युलिङ गर्नुदेखि लिएर आफ्नो कपालको पिन र गार्टर प्रयोग गरेर मेकानिकल समस्या समाधान गर्नुसम्म धेरै चुनौतीहरूको सामना गर्नु पर्यो। तर त्यो योग्य थियो। बेर्थाको यात्राले जनताको कल्पनालाई कब्जा गर्यो। यो प्रमाणित गर्दै कि अटोमोबाइल एक अनौठो आविष्कार मात्र नभएर यात्राको लागि एक व्यावहारिक साधन थियो। बेन्ज पेटेन्ट मोटर वागनले एउटा उद्योगको सुरुवात गर्यो जसले संसारलाई रूपान्तरण गर्ने थियो। अगाडि आएका केही दशकहरूमा आविष्कारक र उद्यमीहरूले कालको आधारमा काम गर्दै गाडीलाई जनताको लागि सस्तो र पहुँचयोग्य बनाएका थिए। सडकहरू विस्तार भए, सहरहरू फैलिए र समाजले गतिशीलताको स्वतन्त्रतासँगै आफूलाई पुनः व्यवस्थित गरे। 1819 को दशकको मध्यसम्म सार्वजनिक धारणा परिवर्तन हुन थाल्यो र कारहरूको माग आपूर्ति चाँडै बढी हुन थाल्यो। एक पत्रिकाले यो परिवर्तनलाई कब्जा गर्यो, जसले युगका ठूला प्रवृत्तिहरूको खोजीमा सतह मुनि जाने प्रयास गरे। तिनीहरूले यहाँ एक विशाल उद्योग सङ्घर्ष गर्दै उदाउँदै गरेको थाहा पाउँछन्। सबै सङ्केतहरूले मोटर सवारी साधनहरूलाई पहिले नै स्थापित र स्वीकृत भएका यातायातका तरिकाको आवश्यक निरन्तरताको रूपमा देखाउँछन्। हाम्रो सभ्यताको बढ्दो आवश्यकताले यसलाई माग गर्छ, जनताले यसमा विश्वास गर्छन् र यसको व्यावहारिक प्रयोगलाई विश्वको दैनिक व्यवसायमा रुचिका साथ प्रतीक्षा गरिरहेका छन्। आजको दिनमा विश्वमा करिब 1 अर्ब 47 करोड 50 लाख कारहरू रहेको अनुमान गरिएको छ।